स्वागत छ मेरो च्यानलमा। आज हामी कोशी प्रदेश विराटनगरबाट सञ्चालित असिस्टेन्ट सब इन्जिनियर पदको क्वेसन पेपर डिस्कस गर्दैछौँ। यो चाहिँ 2023 साल वैशाख 5 गते सञ्चालन भएको थियो। यसको चाहिँ फर्स्ट पेपरको क्वेसनहरू चाहिँ हामी यहाँ डिस्कसन गर्दैछौँ। क्वेसन 1 मा छ, एकर्डिङ टु लोकल गभर्मेन्ट अपरेसन एक्ट 2074 व्हिच एक्टिभिटी कम्स अन्डर लोकल गभर्मेन्ट भनेर सोधिएको छ। अप्सनमा छ म्यानेजमेन्ट एन्ड रेगुलेसन अफ ट्रान्सपोर्टेसन सेफ्टी, बीमा छ कन्स्ट्रक्सन एन्ड म्यानेजमेन्ट अफ अल ट्रान्सपोर्टेसन नेटवर्क, सीमा छ म्यानेजमेन्ट अफ ट्राफिक पोस्ट, डीमा छ कलेक्सन अफ टुल्स अन अल ट्रान्सपोर्टेसन नेटवर्क। यसको सही आन्सर हुन्छ म्यानेजमेन्ट एन्ड रेगुलेसन अफ ट्रान्सपोर्टेसन सेफ्टी। क्वेसन 2 मा छ रेड लाइट इन ट्राफिक सिग्नल इन्डिकेट भनेर दिएको छ। गो, स्टप, सट डाउन र हिल्ड भनेर दिएको छ। अब रेड लाइटको काम चाहिँ भेहिकललाई रोक्ने काम हो, स्टप गर्ने काम। क्वेसन नम्बर 3 मा छ वाइडनिङ अफ द रोड अन कर्ब्स इन हिल्ली रिजन इज डन भनेर सोधिएको छ। अप्सनमा छ अन द इनर साइड, on the outer side, on the outer and inner side equally, on the outer and inner side but with depends on requirements भन्ने सोधेको छ। अब यो नर्मल कन्डिसनमा चाहिँ हामीले दुईटै साइडमा इक्वल्ली प्रोभाइड गर्छौँ भने हिल साइडको कर्भहरू सेक्सनमा चाहिँ इनर साइडमा मात्रै हामीले चाहिँ टोटल एक्स्ट्रा वाइडनिङहरू प्रोभाइड गर्छौँ। क्वेसन 4 मा छ क्यालिफोर्निया बेयरिङ रेसियो टेस्ट इज युज्ड फर फाइन्डिङ भनेर सोधेको छ। स्ट्रेन्थ अफ सब्ग्रेड, स्ट्रेन्थ अफ कङ्क्रिट, स्ट्रेन्थ अफ सिमेन्ट र स्ट्रेन्थ अफ सिमेन्ट। अब सिबिआर मेथड भनेको स्ट्रेन्थ अफ सबग्रेड क्यालकुलेसन गर्नको लागि हामीले प्रयोग गरिन्छ। क्वेसन नम्बर 5 मा विच अफ द अर्थक्वेक इज मोर डिस्ट्रक्टिभ, डिप अर्थक्वेक, न्यारो अर्थक्वेक, स्यालो अर्थक्वेक र इन्टरमिडिएट अर्थक्वेक भनेर दिएको छ। यसमा चाहिँ अब डिप अर्थक्वेक चाहिँ सर्फेसमा अलिकति कम ड्यामेज गर्ने हुन्छ, एकदमै तल सेन्टर भयो भने। अब बढी असर गर्ने हाम्रो सर्फेसमा चाहिँ बढी असर चाहिँ नजिकै सेन्टर भयो भने चाहिँ हाम्रो असर बढी गर्छ भने चाहिँ स्यालो अर्थक्वेकले चाहिँ बढी असर गरेको। क्वेसन नम्बर 6 मा विच द फलोइङ इज सफ्ट इन्जिनियरिङ मेथड अफ रिभर ट्रेनिङ भनेको छ। ग्याबियन्स, रिप्ट्याप, प्लान्टेसन इन बायो इन्जिनियरिङ अथवा स्पर्ट्स। सफ्ट इन्जिनियरिङ भनेको छ, यो चाहिँ सफ्ट इन्जिनियरिङ हो, प्लान्टेसन र बायो इन्जिनियरिङको कामलाई भनिन्छ है। त्यस्तै अब 7 मा छ विच टाइप अफ इरिगेसन इज मोस्ट इफिसियन्ट इन टर्म्स अफ वाटर सेभिङ, कुनले चाहिँ बढी वाटर सेभ गर्छ भनेर सोधेको छ। सर्फेस इरिगेसन, स्प्रिङ्कल इरिगेसन, ड्रिप इरिगेसन, क्यानल इरिगेसन। ड्रिप मेथड चाहिँ हामीले जरामै मात्रै लगेर पानीहरू डिस्ट्रिब्युट गरिन्छ, त्यस कारणले ड्रिपमा चाहिँ पानी बढी सेभ हुने काम गर्छ। क्वेसन 8 मा छ कम्युनिटी वाटर सप्लाई सिस्टम्स आर जेनरल डिजाइन बेस्ड अन भनेको छ। एमा छ इन्डस्ट्रियल वाटर डिमान्ड ओन्ली, डोमेस्टिक वाटर डिमान्ड पर क्यापिटा, एग्रिकल्चर वाटर डिमान्ड ओन्ली, फायर फाइटिङ डिमान्ड ओन्ली भनेको छ। कम्युनिटी वाटर सप्लाई सिस्टम चाहिँ हाम्रो मेनली डोमेस्टिक वाटर डिमान्ड पर क्यापिटालाई आधार मानेर हामीले डिजाइन गर्ने गरिन्छ। क्वेसन नम्बर 9 मा छ जिआई पाइप कमिङ फ्रम बोथ साइड इज जोइन विथ फिटिङ कल्ड भनेर दिएको छ। सकेट, टी युनियन अथवा एल्बो, दुईटै साइडबाट आएको पाइपहरूलाई चाहिँ जोड्न चाहिँ हामीले युनियन प्रयोग गरिन्छ जिआई पाइपहरूमा। क्वेसन 10 मा छ बोइलिङ वाटर इज मेनली युज इन रुरल एरियाज फर डिसइन्फेक्सन, एरेसन, सेडिमेन्टेसन अथवा रिमुभिङ केमिकल इम्प्युरिटिज भनेको छ। वाटर बोइलिङ गर्यो भने डिसइन्फेक्सन अथवा त्यहाँ भएका चाहिँ ब्याक्टेरियाहरू चाहिँ त्यसले मार्ने काम गर्छ है त। क्वेसन नम्बर 11 मा म्यानुअल एन्ड सिवरेज सिस्टम आर प्रोभाइडेड फर इन्सपेक्सन एन्ड मेन्टेनेन्स, इन्क्रिजिङ फ्लो भेलोसिटिज, डिसइन्फेक्सन, सेडिमेन्टेसन भनेर दिएको छ। म्यानुअल भनेको अब हाम्रो इन्सपेक्सन गर्नको लागि अथवा मेन्टेनेन्स गर्नको लागि चाहिँ मान्छेहरू गरेर त्यसमा हामीले कामहरू गर्न सकिन्छ, त्यो भने म्यानुअल। क्वेसन नम्बर 2 मा छ लार्ज ओपन स्पेस लोकेटेड विथिन अ बिल्डिङ often used to light a central circulation or public area by daylight emitted through a glass roof or wall is solarium, skylight, atrium अथवा ट्रान्सपेरेन्ट वाल भनेर यसको सही आन्सर हुन्छ एट्रियम है। क्वेसन 13 मा छ नेपाल बिल्डिङ कोड इज एप्लिकेबल टु कुनमा एप्लाई गरिन्छ। अल टाइप्स अफ बिल्डिङ कन्स्ट्रक्सन नेपाल, वानली गभर्मेन्टल बिल्डिङ, वानली रुरल स्ट्रक्चर अथवा वानली रोड ब्रिज। यो चाहिँ अब सबै टाइपको बिल्डिङहरू जो चाहिँ नेपालमा बन्दैछन् त्यो चाहिँ नेपाल बिल्डिङ कोड हामीले एप्लाई गरेर बनिन्छ। क्वेसन नम्बर 14 मा छ वाट इज द प्राइमरी फङ्सन अफ स्विचिङ सर्किट इन डिजिटल लजिक डिजाइन। एमा छ सिग्नल मोडुलेसन, बीमा छ सिग्नल स्विचिङ, सिग्नल एम्प्लिफिकेसन अथवा सिग्नल प्रोसेसिङ। यसको सही आन्सर हुन्छ सिग्नल स्विचिङ। क्वेसन 15 नम्बर हायर वाटरसन रेसियो जेनरली रिजल्ट्स इन भनेको छ। वाटरसन रेसियो चाहिँ धेरै भयो भने के गर्छ त। एमा चाहिँ हायर स्ट्रेन्थ एन्ड लोवर वर्किबिलिटी,
बीमा छ लोवर स्ट्रेन्थ एन्ड हायर वर्केबिलिटी, नो इफेक्ट अन कङ्क्रिट अथवा फास्टर सेटिङ अलि भन्ने दिएको छ। वाटर सिमेन्ट रेसियो बढी भनेको वाटरको मात्रा चाहिँ बढी हुन्छ, वाटर मात्रा बढी भयो भने काम गर्न सजिलो हुन्छ अथवा हायर वर्केबिलिटी हुने भयो, तर स्ट्रेन्थ चाहिँ घट्छ है। अर्को 16 छ स्लम टेस्ट इज युज टु मेजर भनेको छ स्ट्रेन्थ अफ कङ्क्रिट, ड्युरेबिलिटी अफ कङ्क्रिट, वर्केबिलिटी अफ कङ्क्रिट अथवा डेन्सिटी अफ कङ्क्रिट। स्लम टेस्ट भनेको वर्केबिलिटीको लागि गरिन्छ। 17 विच द फलोइङ स्ट्रेस क्यान प्लेन सिमेन्ट कङ्क्रिट इन्ड्योर भनेको छ। पिएचजी वर्कले चाहिँ के काम गर्छ त सियर स्ट्रेस रेस गर्नको लागि हो कि टेन्साइल स्ट्रेस हो कि कम्प्रेसिभ स्ट्रेस हो कि टेन्साइल कम्प्रेसिभ अथवा सियर स्ट्रेसको लागि भन्दैछ। प्लेन सिमेन्ट यहाँ आरसी भनेको अथवा रेनफोर्स सिमेन्ट भनेको चाहिँ अब रेनफोर्स कङ्क्रिटले कम्प्रेसिभ लिने र रडले चाहिँ टेन्साइल लिने काम गर्थ्यो र सियर पनि लिने काम गर्थ्यो। तर यहाँ प्लेन सिमेन्ट भनेको छ, प्लेन भन्ने बित्तिकै यसले चाहिँ कम्प्रेसिभ लोडहरू चाहिँ लिन्छ अथवा स्ट्रेसहरू चाहिँ यसले लिन्छ है त। 18 छ सटरिङ इज एनदर टर्म फर भनेर दिएको छ। फल्स वर्क, फर्म वर्क, स्काफ होल्डिङ र रेन्फोर्समेन्ट। सटरिङ भन्नु र फर्म वर्क भन्नु चाहिँ सेम हो है। 19 छ क्युरिङ हेल्प्स टु भनेर दिएको छ। रिड्युस श्रिङ्केज एन्ड क्र्याकिङ, इन्क्रिज वर्कबिलिटी ओन्ली, एक्सेलरेट ब्लिडिङ र रिड्युस एग्रिगेट साइज भनेर दिएको छ। अब क्युरिङले के काम गर्छ त श्रिङ्केज घटाउने र क्र्याकिङहरू घटाउने काम गर्छ है। 20 छ फङ्सन अफ फाइन एग्रिगेट इन कङ्क्रिट इज टु, एमा छ प्रोभाइड स्ट्रेन्थ ओन्ली, फिल भोइड्स बिट्विन कोर्स एग्रिगेट, रिड्युस सिमेन्ट कन्टेन्ट र इन्क्रिज सेटिङ टाइम भनेको चाहिँ अब फाइन एग्रिगेट भनेको चाहिँ कोर्स एग्रिगेटको एकदमै भोइड धेरै हुन्छ, त्यो भोइडहरूलाई चाहिँ फिल गर्ने काम गर्छ फाइन एग्रिगेटले। 21 छ नगर कार्यपालिका प्रमुखको पदावधि निर्वाचित भएको मितिले कति वर्ष हुने व्यवस्था छ? 3, 4, 5 छ। यो चाहिँ नर्मली 5 वर्ष हुन्छ है यसको पदावधि। त्यस्तै 22 छ नेपालको संविधान बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले त्यसरी नियुक्त भएको कति दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ भनेर 15, 30, 35, 60 यो चाहिँ 1 महिनाभित्र अथवा चाहिँ 30 दिनभित्रमा चाहिँ विश्वासको मत लिइसक्नुपर्ने हुन्छ। 23 छ प्रदेश निजामती ऐन 2079 बमोजिम प्रदेश निजामती सेवाको 14औं तहमा पूर्ति गर्ने तरिका ल्याए बमोजिम कुन सही हो भनेर दिएको छ। 100% खुल्ला हो कि 80% खुल्ला र 20% बढुवा, 70% खुल्ला र 30% बढुवा अथवा 100% बढुवा भनेर दिएको छ। 14औं तहमा चाहिँ 100% खुल्ला छ है, सबै हाम्रो कुनै बढुवा हुँदैन, सबै खुल्लामा गर्नुपर्ने छ। त्यस्तै 24 छ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रदेश निजामती सेवा कर्मचारीहरूको सर्व गर्ने समय तालिका कुन महिनालाई तोकिएको हुन्छ? वैशाख, श्रावण, मङ्सिर र असार भनेर दिएको छ। यसको चाहिँ श्रावणमा हुन्छ प्राय बढुवाहरू है। 25 छ मन्त्रालय भन्नाले ल्याएका केलाई जनाउँदछ? सही विकल्प छान्नुहोस् भनेको छ। प्रदेश सरकारका कार्यालय हो कि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय हो? यो दुईटा मध्ये कुन चाहिँ ठिक हो भनेर दिएको छ अप्सन हो। ए मात्र ठिक हो कि 2 मात्र ठिक हो कि 1 र 2 दुवै ठिक हो कि 1 र 2 दुईटै गलत हो? प्रदेश सरकारको मन्त्रालय अथवा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय दुईटै सही छन्। 26 छ प्रदेशको प्रशासनिक कार्य सम्पादन गर्दा प्रदेश सरकारले अख्तियार गर्ने नीति अन्तर्गत तल दिएका मध्ये कुन नीति राखिएको छ भनेको छ। सामाजिक न्याय, समन्वय र समावेशीकरण, मानव र अधिकारको प्रतिभूति, राष्ट्र र जनताको बृहत्तर हित भनेर दिएको छ। यहाँ मेनली फोकस चाहिँ अख्तियार गर्ने नीति भनेर दिएको छ। यो अख्तियार भन्ने बित्तिकै सामाजिक न्यायतिर आउँछ है। 27 छ प्रदेश लोकसेवा आयोगको अध्यक्ष वा सदस्य भइसकेको व्यक्ति ल्याएका कुन पदमा नियुक्तिको लागि ग्राह्य हुँदैन भनेर दिएको छ। कुनमा चाहिँ बस्न पाउँदैन त? एमा छ संवैधानिक निकायको पदाधिकारीको पदमा, बीमा छ प्रदेश लोकसेवा आयोगको सदस्य सोही आयोगको अध्यक्षमा, कुनै राजनैतिक पदमा अथवा प्रदेश सचिव पदमा हो। यसको सही आन्सर हुन्छ प्रदेश सचिव पदमा है। 28 छ नेपालको संविधान बमोजिम तलका मध्ये संवैधानिक निकाय कुन होइन भनेर दिएको छ। निर्वाचन आयोग, लोकसेवा आयोग, राष्ट्रिय महिला आयोग अथवा नेपाल राष्ट्र ब्याङ्क। यो तीनवटै नेपालमा जम्मा 13वटा संवैधानिक निकायहरू छन्। त्यो संवैधानिक निकायहरू चाहिँ अब निर्वाचन आयोग पनि हो, लोकसेवा आयोग पनि, राष्ट्रिय महिला आयोग सबै हुन्। यो राष्ट्र ब्याङ्क चाहिँ होइन है। 29 छ प्रदेश लेखा नियन्त्रक कार्यालयले एकीकृत वित्तीय विवरण तयार गरी कहाँ पठाउनु अनिवार्य छैन भनेर दिएको छ। एमा छ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, बीमा छ महालेखा नियन्त्रक कार्यालय, सीमा छ आर्थिक मामिला तथा योजना मन्त्रालय, डीमा छ महालेखा परीक्षकको कार्यालय। यो चाहिँ अब अप्सन सी आर्थिक मामिला तथा योजना मन्त्रालयमा चाहिँ पठाउनु पाउँदैन है। 30 छ कोशी प्रदेशको दोस्रो आवधिक योजनामा
समुन्नतितर्फ राखिएका सूचकहरूमा तलको मध्ये कुन पर्दछ भनिदिएको छ यहाँ। जन्म दर्ता बीमा छ सामाजिक सुरक्षा तथा संरक्षणका कार्यक्रममा आबद्ध जनसङ्ख्या, सीमा छ लैङ्गिक सशक्तिकरण, डीमा छ अपेक्षित आयु। यो अपेक्षित आयुलाई चाहिँ समुन्नततर्फ राखेको छ है। त्यस्तै 31 मा छ विच ड्रइङ भ्यू बेस्ट रिप्रेजेन्ट द हाइट एन्ड विड्थ अफ बिल्डिङ। बिल्डिङ हाइट र विड्थ देखिने गरी कुन हाम्रो ड्रइङ बनाइन्छ त भन्नु दिएको छ यहाँ। प्लानमा हो कि एलिभेसन हो कि सेक्सन हो कि अब आइसोमेट्रिक हो। प्लानमा त हामीले अब लेन्थ र ब्रेथ देखिन्छ, यो हाइट र वेट देखिने चाहिँ एलिभेसनमा देखिन्छ है। त्यस्तै अब 32 मा छ ट्रेसिङ पेपर इज अल्सो नेम्ड एज भनेर दिएको छ। एमा छ ड्राफ्टिङ भेलुम, बीमा छ ड्राफ्टिङ फिल्म, सीमा छ ड्राफ्टिङ मिडिया अथवा ड्राफ्टिङ लाइन, यो चाहिँ ड्राफ्टिङ मिरर है। 33 मा छ इन विच बेसिस द पेन्सिल इज सेलेक्टेड इन इन्जिनियरिङ ड्रइङ। इन्जिनियरिङ ड्रइङमा हामीले पेन्सिल चाहिँ कसरी सेलेक्ट गरिन्छ, डायमिटरको आधारमा हो कि लेन्थको आधारमा हो कि लिडको आधारमा हो कि ग्रेडको आधारमा। यो चाहिँ हामीले ग्रेडको आधारमा है। अब यो चाहिँ बी ग्रेड हो कि एच ग्रेडको सिरिजहरू हुन्छ, त्यो त्यसमा चाहिँ कुन चाहिँ प्रयोग गर्ने भन्नुहुन्छ, त्यसलाई चाहिँ ग्रेड भन्नु पऱ्यो। फाइन द आर्या फर स्केल 1 सेम इक्वल टु 25 किलोमिटर दिएको छ। यसलाई चाहिँ अब निकाल्नु पर्दाखेरि चाहिँ हामीले जस्तो यो यसलाई पनि 25लाई पनि 25 किलोमिटरलाई पनि हामीले सिएममा हामीले कन्भर्ट गरौँ, सेमी स्केलमा हामीले कन्भर्ट गर्नु पऱ्यो। पहिला यसलाई चाहिँ हामीले अब कन्भर्ट गर्दाखेरि पहिला मिटरमा कन्भर्ट गर्दाखेरि इन्टु 1000 गर्नु पऱ्यो है। इन्टु 1000 गरौँ भने यो मिटरमा गयो। फेरि मिटरलाई चाहिँ सिएममा ल्याउनु पऱ्यो, सिएममा लाँदा फेरि इन्टु 100 गर्नु पऱ्यो भनेपछि कति हुँदो रहेछ त यहाँ 5वटा जिरो आइपुग्यो है। 25को पछाडि 5वटा जिरो भएको एन्सर हेर्नु पऱ्यो हामीले। यो चाहिँ अप्सन बीमा छ है। 35 मा छ डायगोनल मेजरमेन्ट इन अ रुम आर टेकन टु भनेको चाहिँ इन्क्रिज ड्रइङ साइज, चेक एकुरेसी एन्ड स्क्वायरनेस, सीमा छ रिड्युस टाइम अथवा एस्टिमेट कस्ट भनेर दिएको छ। यो चाहिँ अब डायगोनल हामीले मेजरमेन्ट गरेपछि चाहिँ हामीले त्यसको एकुरेसी चेक गर्न सक्छौँ है। 36 मा छ कन्ट्राक्टर्स ओभरहेड एडेड टु द कस्ट अफ वर्क इज भनेर दिएको छ। कति पर्सेन्ट चाहिँ हामीले लिन्छ त 5, 10, 13, 15। नर्मली ओभरहेड चाहिँ ओभरहेड अथवा प्रोफिट, ओभरहेड र प्रोफिट नर्मली जोडे दिइरहेको हुन्छ। क्वेसनमा 15% लिनुपर्ने हुन्छ। ओभरहेडहरू मात्रै दियो भने पनि नर्मली नेपालमा चाहिँ 15% नै लिने गरिन्छ है। फर्मवर्क इज मेजर्ड इन भनेर सोधेको छ। फर्मवर्कलाई चाहिँ रनिङ मिटरमा, मिटर स्क्वायरमा, मिटर क्युबमा अथवा लम्सममा फर्मवर्कलाई हामीले स्क्वायर मिटर अथवा मिटर स्क्वायरमा हामीले मेजर गरिन्छ। 38 मा छ विच प्राइमरली रेस्पोन्सिबल फर प्रिपेरिङ द क्वालिटी एस्युरेन्स प्लान अन कन्स्ट्रक्सन साइट। इम्प्लोयर, सुपरभाइजर, कन्ट्राक्टर्स, डिजाइनर। अब क्वालिटी एस्युरेन्स प्लान चाहिँ साइटमा बनाउने हो चाहिँ कन्ट्राक्टरले है। कसरी अब कुन तरिकाले क्वालिटी मेन्टेन गर्छौँ त भनेर चाहिँ उसले एस्योर गराउनु पर्ने हुन्छ सुपरभाइजरलाई अथवा चाहिँ कन्सल्टेन्टलाई। 39 मा छ विच मेनली रेस्पोन्सिबल फर सुपरभिजन अन साइट। साइटमा सुपरभिजन गर्ने कन्ट्राक्टर्स ओन्ली हो कि इन्जिनियर, सब इन्जिनियर, सुपरभाइजर, क्लाइन्ट अथवा लेबर इन्चार्ज, जो चाहिँ इन्जिनियर, सब इन्जिनियर र सुपरभाइजरले सुपरभिजन गर्ने काम गर्छ। 40 मा छ इन सिभिल वर्क्स द प्लिन्थ एरिया एस्टिमेट इज युजली युज फर भनेर सोध्यो। बिल्डिङ, रोड्स, ब्रिज, इरिगेसन क्यानल। अब प्लिन्थ एरियाबाट चाहिँ एस्टिमेट निकाल्ने भनेको चाहिँ नर्मल्ली बिल्डिङमा गरिन्छ है त, स्क्वायर मिटर अथवा चाहिँ स्क्वायर फिटमा चाहिँ प्रायः नर्मली रेटहरूलाई लिएर हामीले चाहिँ अब सिमिलर बिल्डिङको एस्टिमेटहरू निकाल्ने काम गरिन्छ। त्यस्तै 41 मा छ अन्डर सर्वे वर्किङ फ्रम होल टु पार्ट इज डन। के को लागि गरिन्छ त यो मेन प्रिन्सिपल हो सर्वेको। एमा छ टु प्रिभेन्ट द एक्युमुलेसन अफ इरर एन्ड लोकलाइज द इरर, बीमा छ टु मेक सर्वे इजी, सीमा छ टु एभोइड इरर एट अल, डीमा छ टु सर्टेन द सर्वे लाइन। यसको सही आन्सर हुन्छ टु प्रिभेन्ट द एक्युमुलेसन अफ इरर एन्ड लोकलाइज द इरर है। 42 मा छ द टाइप अफ सर्वे टु फिक्स प्रोपर्टी लाइन इज। प्रोपर्टी लाइन चाहिँ कुन चाहिँ सर्वेले फिक्स गरिन्छ, टोपोग्राफिकल, सिटी, क्याडेस्ट्रल र एस्ट्रोनोमिकल, यो भनेको क्याडेस्ट्रल सर्वे हो। क्वेसन नम्बर 43 मा द लाइन अफ कोलिमेसन मेथड अफ रिडक्सन अफ लेभल्स डज नट प्रोभाइड अ चेक अन भनेको छ इन्टरमिडिएट साइड, फर साइड, ब्याक साइड अथवा रिड्युस लेभल। यो चाहिँ अब आइएसमा चाहिँ चेक गर्दैन है, इन्टरमिडिएट साइडमा चाहिँ यसले चेक गर्दैन। त्यस्तै 44 मा हाइट अफ इन्स्ट्रुमेन्ट इज भनेर दिएको छ। हाइट अफ कसरी निकालिन्छ, बिएस माइनस एफएस हो कि एलिभेसन अफ ग्राउन्ड हो कि आरआर स्टाफ प्लस स्टाफ रेडिङ अन बेन्चमार्क, वेन्टल डिस्टेन्स बिट्विन 2 पोइन्ट्स। यो भनेको एसआई भनेको चाहिँ बेन्चमार्कको आरएल र
त्यसमा लेखेको फर्स्ट रिडिङ अथवा चाहिँ ब्याक साइड रिडिङ भने पनि भयो त्यो जोड्यो भने चाहिँ यसै आउँछ है। त्यस्तै 45मा विच द फलोइङ इज नट अ मेथड अफ लेबलिङ, कुन चाहिँ लेबलिङ मेथड होइन, स्प्रेड लेबलिङ, ब्यारोमिटर लेबलिङ, ट्राभर्सिङ, ट्रिगोनोमेट्रिक लेबलिङ चाहिँ ट्राभर्सिङ चाहिँ लेबलिङको मेथड होइन है। त्यस्तै 46मा लाइम स्टोन इज अ भनेर दिएको छ, कुन टाइपको लाइम स्टोन चाहिँ, लाइम स्टोन कुन टाइपको रक हो, इग्नियस रक हो कि मेटामर्फिक रक हो कि सेडिमेन्टरी रक हो कि ग्रानुलर रक, सेडिमेन्टरी रक हो। 47मा एग्रिगेट फर कङ्क्रिट सुड बी, कस्तो हुनुपर्छ एग्रिगेटहरू, क्लिन, हार्ड, ड्युरेबल एन्ड स्ट्रङ, सफ्ट एन्ड पोरस, इन क्ले कन्टेन अर्ग्यानिक इम्प्युरिटी, जो चाहिँ के भन्नु पऱ्यो, क्लिन हुनु पऱ्यो, हार्ड हुनु पऱ्यो, स्ट्रङ हुनु पऱ्यो, ड्युरेबल हुनु पऱ्यो। 48मा छ विच द फलोइङ इज मेन कन्सेप्ट अफ अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट, ओपिसीको मेन कन्स्टिट्युन्ट कुन चाहिँ हो त, जिप्सम हो कि लाइम हो कि सिलिका हो कि एल्युमिना हो, यो चाहिँ लाइम हो है, मेन लाइमै भएन भने त सिमेन्ट बन्दैन। 49मा छ कमनली युज थिनर इन ओइल पेन्ट्स इज, ओइल पेन्टमा प्रयोग गर्ने थिनर भनेको चाहिँ कुन हो, नाफ्था, टर्पेन्टाइन, ओलिभ ओइल अथवा वाटर, यो चाहिँ टर्पेन्टाइन है। 50मा छ डिस्टेम्बर पेन्ट इज मेनली युज फर एक्सटर्नल वाल, इन्टरनल वाल, मेटल सर्फेस अथवा वुडन सर्फेस, यो चाहिँ डिस्टेम्बर चाहिँ प्रायः इन्टरनल वाल जुन चाहिँ बाहिरी वेदरमा चाहिँ एक्सपोज भएको छैन त्यसमा चाहिँ प्रयोग गरिन्छ डिस्टेम्बर पेन्ट। आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला, सधैँ भिडियो मन परेमा लाइक तथा सेयर गरी च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। यसमा तपाईँहरूलाई कुनै डाउट लाग्यो भने कमेन्टमा तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ भन्दै आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। हस्त, धन्यवाद।